नमस्ते सबैजनालाई है। आशा गर्दछु सबैजना सन्चै हुनुहुन्छ। आज पनि हामी मेरो आज ओपीडीमा एउटा अनौठो एउटा आँखाको केस आएको थियो हैन। त्यसकै बारेमा हामी छलफल गर्नेछौँ अनि तपाईहरु कसैले पनि यस्तो समस्या हुन सक्छ है, त्यही भएर मसँग जोडिरहनु होला। अब यो देखेको तपाईको यहाँ देख्न सक्नुहुन्छ एकजना बाजेको हैन, दुवै आँखामा हैन एउटा मासु जस्तो पलाएको छ, जुन चाहिँ आँखाको नानीलाई छोप्न लागेको छ, दुवैतिर छ फेरि है। यसकै बारेमा आज हामी जान्ने छौं। फेरि यो क्यान्सर पनि हुन सक्छ है, यो क्यान्सर हो कि हैन अन्तिममा थाहा हुन्छ। मसँग जोडिरहनु होला। यसकै यही रोगको बारेमा आज हामी छलफल गर्ने छौं, ताकि यो सबै जनसमुदायनिर यो मेसेज जाओस् भनेर। अब यो बाजेले लागेको खासमा रोगको नाम चाहिँ टेरिजियम हो हैन। अनि नेपालीमा चाहिँ अब मासु पलाको भन्छौं, आँखामा मासु पलाको, जुन मासुले चाहिँ आँखाको नानीलाई छोपिरहेछ है। अनि उहाँ बाजे चाहिँ 6 महिनापछि मनिर आउनुभयो अनि मलाई भन्नुभयो, डाक्टर साहब मलाई आँखा बिजाइ गर्छ, आँखा रातो हुन्छ, मेरो दृष्टि हेर्ने पनि अलि कम भइराछ भन्नुभयो उहाँले हैन। अब उहाँकोबाटै थाहा पाउनुभयो तपाईहरु लक्षणहरु के हुन सक्छ। यसमा अर्को लक्षण के हुन सक्छ कि यसमा चाहिँ तपाईको के भन्छ, कोही मान्छेले चाहिँ एकजना वस्तुलाई डबल देख्न सक्छ एकजना वस्तुलाई। अब यो रोग हुन्छ कसरी? अब यो रोग हुनलाई चाहिँ अब धेरै जसो पहिला चाहिँ पुरुषमा हुन्थ्यो, तर अहिले महिला र पुरुष दुवैमा बराबर हुन्छ है। अनि यो रोग चाहिँ धेरै जसो जो चाहिँ घाममा काम गर्छ, जसले गर्दाखेरि सूर्यको किरण अल्ट्राभायोलेट रेज डाइरेक्ट हाम्रो आँखामा एक्सपोज हुन्छ हैन। अनि त्यस्तो गर्दाखेरि हुन्छ। अनि कोहीले चाहिँ महिनामा धेरैचोटि आँखाको एलर्जी हुने, त्यसले गर्दा पनि हुन्छ। कोहीले धुवा धुलोमा काम गर्ने, त्यसले गर्दा हुन्छ। अनि कोहीलाई चाहिँ वंशजदेखि नै हुन्छ है। अब यो रोगबाट बच्ने कसरी हैन? यो रोगबाट बच्नको लागि चाहिँ हामीले काम गर्दाखेरि ढाका टोपी अथवा हामीले ह्याट अथवा क्याप हैन, जुनलाई चाहिँ सूर्यको किरण आँखामा डाइरेक्ट पर्न दिदैन। अर्को सनग्लासेसहरु, कतै बाहिर घुम्न जाँदाखेरि सनग्लासेस लाउन सक्यो। अनि धुवा धुलोबाट हामी टाढा रहनु पर्छ है। अनि त्यसपछि अब यसको उपचार के हो? अब यसको उपचार भनेको चाहिँ अब त्यस्तो केही गाह्रो छैन तपाईलाई भने हामीले चाहिँ आर्टिफिशियल टियर ड्रप, जसलाई चाहिँ कृत्रिम हैन आँसु भन्छौं, त्यो हामीले राख्न सक्छौं। अनि बिजाउनको लागि बिजाउने गर्छ, चिलाउने गर्छ भने के औषधिहरु पनि दिन सक्छौं हैन। अब यसको उपचार के हो? पहिला कुरा त यो क्यान्सर हैन, कोही पनि डराउनु पर्दैन। यसको उपचार छ, हाम्रै नेपालमा छ, हाम्रै तिलगंगा आँखा अस्पतालमै छ। डराउनु परेन, ढुक्क बस्नु, समयमा जानु पर्यो है। अब यसको उपचार अपरेसन कतिखेर गर्ने? धेरै कुराहरु छ अपरेसन गर्नलाई। अपरेसन गर्नलाई पहिला तपाईको दृष्टि पहिलाभन्दा कमजोर हुँदै जान्छ। त्यसपछि तपाईले एउटा वस्तुलाई दुईटा देख्नुहुन्छ। अनि कोहीलाई चाहिँ ऐनामा हेर्दाखेरि कस्तो आँखा नराम्रो देखियो, कस्तो दाग जस्तो देखियो, गाउँ समाजले के भन्न मलाई कस्तो दाग छ भन्छ। कस्मेटिक पर्पस, त्यो भनेको कस्मेटिक पर्पसको कारणले पनि हामीले अपरेसन गर्नु पर्छ है। अपरेसन दुई प्रकारको हुन्छ। अब एउटा अपरेसन भनेको त्यो मासुलाई नै काटेर अनि फाल्दिने हैन, अनि सिलाइदिने। अनि त्यस्तो गरिसकेपछि के हुन्छ, त्यो चाहिँ थोरै पैसा लाग्छ तर फेरि त्यो ठाउँमा मासु पलाउने चान्स एकदम धेरै हाई हुन्छ। त्यही भएर यो फेरि हुन्छ। त्यही भएर यस्तो नहुन दिनलाई हामीले नयाँ पनि के भन्छ उपचार आएको छ, अपरेसन, जसमा चाहिँ जुन मासु भागको काटेर फाल्दिने र त्यो खाली ठाउँमा चाहिँ हामीले त्यही आँखाको सेतो भाग छ नि, त्यसलाई नै काटेर ग्राफ्ट गरिदिने, जसलाई चाहिँ हामी ग्राफ्ट भन्छौं। त्यो ग्राफ्ट सिलाउन पनि मिल्यो अथवा फिब्रिन हैन ग्लुले टाल्न पनि मिल्यो। यस्तो गरेपछि रिकरेन्स एकदम कम हुन्छ, तर हुन चाहिँ हुन्छ है। फेरि त्यही ठाउँमा मासु पलाउने चान्स हुन्छ, तर एकदम कम हुन्छ। सो बुझ्नुभयो त? अब यो हैन, यो रोगको बारे अरु तपाईको गाउँ समाज, तपाईको आफन्तलाई कसैलाई छ भने सबैलाई शेयर गर्नु होला है। हस्त, नमस्ते।